नेपाली सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरमा सम्माननीय प्रधानमन्त्री तथा रक्षा मन्त्री श्री बालेन्द्र शाहको प्रमुख आतिथ्यमा गत चैत 26 गते अधिकृत क्याडेटहरूको आयुक्त पद प्रदान कवाच समारोह सम्पन्न भएको छ। उक्त समारोहमा प्रतिष्ठानमा सञ्चालित सिसम 63 अधिकृत क्याडेट तालिमका 3 जना विदेशी सहित 120 जना, सिसम 5 स्नातक अधिकृत क्याडेट तालिमका 6 जना र सिसम 53 पदिक तथा बिल्लादार अधिकृत क्याडेट तालिमका 57 जना गरी कुल 183 जना अधिकृत क्याडेटहरूलाई आयुक्त पद प्रदान गरिएको थियो। उक्त समारोहमा प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देल, पूर्व प्रधान सेनापतिहरू, रक्षा सचिव, सैनिक श्रीमती संघका अध्यक्ष, रथीवृन्द, पूर्व कमान्डान्टहरू, प्राध्यापकहरू, भक्तपुर जिल्ला स्थित सरकारी निकायका पदाधिकारीहरू, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, सैनिक सहचारीहरू, नेपाली सेनाका अधिकृतहरू, सञ्चार कर्मीहरू एवं नव आयुक्त अधिकृतहरूका परिवारजनको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रमका दौरान प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलबाट सलामी ग्रहण तथा कवाचको निरीक्षण भएको थियो। त्यस लगत्तै अधिकृत क्याडेटहरूले सामूहिक रूपमा जोसिलो आयुक्त पद प्रदान कवाच प्रदर्शन गरेका थिए। गौरवमय इतिहास बोकेको नेपाली सेनाको 3 वर्षीय लामो तथा कठोर तालिममा सर्वप्रथम हुने अधिकृत क्याडेट मीन बहादुर चन्द, महिलातर्फ प्रथम हुने अधिकृत क्याडेट सलिना आचार्य, सिसम 5 स्नातक अधिकृत क्याडेट तालिममा प्रथम हुने अधिकृत क्याडेट विनम अधिकारी, सिसम 53 पदिक तथा बिल्लादार अधिकृत क्याडेट तालिममा प्रथम हुने अधिकृत क्याडेट गिरिजा बाबु खलान र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय अधिकृत क्याडेट जाम्बियाका स्टानली लापुकेनी पुरस्कृत भएका थिए। सोही अवसरमा समारोहलाई सम्बोधन गर्नुहुँदै सम्माननीय प्रधानमन्त्रीले नवआयुक्त अधिकृतहरूलाई बधाई दिनुभई आगामी सैनिक जीवनमा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। सैनिक जिम्मेवारी, सैनिक आचरण, चेन अफ कमान्ड र अनुशासनलाई हृदयङ्गम गर्दै आफ्नो दायित्वप्रति सदैव सजग र कर्तव्यनिष्ठ रहनुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु। Congratulations to our newly commissioned officers from Zambia and Kenya. I would like to wish you a successful military career and trust that the friendship forged there reflect the strong ties between two nations. सोही अवसरमा नवआयुक्त अधिकृतहरूलाई आफ्ना अभिभावकहरूबाट उपसेनानी तथा सहायक सेनानी दर्जाको दर्जानी चिन्हबाट सुशोभित गरिएको थियो। हामी चाहिँ 120 जना थियो। 120 जना म आज खुकुरी होल्डर हुन पाउँदा एकदमै खुसी र गर्व लागिरहेको छ। 3 वर्ष लामो अवधिको तालिम पश्चात आज आफ्नो दुःखको मेहनतको फल पाएको छ। एकदमै खुसी लागिरहेको छ। यस 3 वर्ष तालिमको दौरान सिकेको अनुशासित, इमानदारिता, निरन्तर प्रयास, अदम्य साहस जस्ता कुराहरूले मलाई एकदम साहसी र बहादुरिता बनायो। तालिममा जति पनि अफिसरलाई क्वालिटी अफिसर, हेड अफिसरमा हुनुपर्ने गुणहरू पुरा गर्नको लागि आवश्यक सम्पूर्ण सबै इभेन्टहरू गरेर आज चाहिँ अब एउटा जिम्मेवारी वहनका साथ कारमा चाहिँ थप नयाँ जिम्मेवारी लिन पाउँदा चाहिँ धेरै खुसी लाग्छ। उच्च रूपमा आफ्नो शारीरिक सहिष्णुता, आफ्नो बौद्धिक क्षमताहरू प्रस्तुत गर्दै अहिले म यस तालिममा पनि सर्वप्रथम हुन सफल भएँ। त्यो जुन मेरो परिवार र सम्पूर्णमा चाहिँ एउटा गर्वको र मेरो लागि पनि एउटा गर्वको विषय हो। अभिभावकको हातबाट सुशोभित हुँदा नवआयुक्त अधिकृतहरूसँगै परिवारजन पनि हर्षित भएका थिए। मलाई त एकदमै खुसी छु। एकदमै नै के अब त्यो व्यक्त गर्ने ठाउँमै छैन। उसलाई चाहिँ मैले चाहिँ अब सानो बेलादेखि नै एकदम खेल पढाइदेखि लिएर एकदमै उसलाई चाहिने कुरा सबै दिएको भएर अहिले ऊ यो ठाउँमा आएको छ। देशको सेवा पनि गर्न पाइने र देशमा बस्न पनि पाइने हामी कमै पाउँछौँ। त्यसको लागि एकदम ठुलो गौरव भएको महसुस भइरहेको छ। सुरुवातदेखि नै मैले पनि प्रेरणा दिइरहेको थिएँ गर्नुहोस् भनेर होइन। उहाँले पनि गर्नुभयो अनि उहाँको सब एक्जामहरूदेखि लिएर सबै मा पनि मैले साथ दिँदै आएको थिएँ। जस त्यो गर्दै जानुभयो, सफल हुनुभयो, खुसी नै छु।
373 जना अधिकृत क्याडेटहरूले जोसिलोको आवाज प्रदर्शन गरेको उक्त समारोहको अन्त्यमा प्रधान सेनापतिबाट मित्र राष्ट्रहरूका अन्तर्राष्ट्रिय अधिकृत क्याडेटहरूलाई नेपाली सैनिक प्रतिष्ठानको विशेष पदक प्रदान गरिएको थियो। I feel very excited to have accomplished this, my first mission of completing the course here in this academy. I believe while doing mission worldwide, you might go to a different terrain and different climate. But actually, we have experienced both summer and winter here, and both of them, it's actually demanding, and it has prepared me for the future. I am so excited and so happy due to the fact that I have gotten the chance to commission from this prestigious academy. On top of that, I have the privilege of actually being in the presence of my family. So it's a moment of honor and pride for me. व्यावसायिक तथा शैक्षिक रूपमा दक्ष र भविष्यमा जस्तोसुकै वातावरणमा कुशल नेतृत्व प्रदान गर्न सक्ने नैतिकवान अधिकृत उत्पादन गर्ने भिजन तथा अधिकृत क्याडेटहरूमा नेपाली सेनाको मूल्य मान्यताहरू र अधिकृत सुहाउँदो आचरण आत्मसात गराई बौद्धिक रूपमा सबल, पेशागत ज्ञानमा निपुण र व्यावसायिक जुनियर अधिकृत बनाउने मिशन रहेको नेपाली सैनिक प्रतिष्ठान खरिपाटीबाट हालसम्म 8535 जना अधिकृतहरूले सफलतापूर्वक तालिम सम्पन्न गरिसकेका छन्। सन् 2012 बाट विदेशी शिक्षार्थीहरू समेत सम्मिलित गराई तालिम सञ्चालन गरिँदै आएकोमा हालसम्म विभिन्न मित्र राष्ट्रहरूका 32 जना अन्तर्राष्ट्रिय अधिकृत क्याडेटहरू समेत दीक्षित भइसकेका छन्। साथै अधिकृत क्याडेटहरूको शिक्षाको स्तर अभिवृद्धि गर्नका लागि यस प्रतिष्ठानले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी क्याडेटहरूलाई स्नातक तहको अध्यापन समेत गराउँदै आएको छ। विक्रम सम्वत 2053 सालदेखि सुरु गरिएको यस कार्यको निरन्तरता स्वरूप सिसम 63 अधिकृत क्याडेट तालिमका 120 जना क्याडेटहरूले स्नातक तह उत्तीर्ण गरी गत फागुन 29 गते त्रिभुवन विश्वविद्यालयबाट दीक्षित भएका थिए। यसरी नेपाली सेनाको सदस्य भई निस्वार्थ भावले मातृभूमिको सेवामा समर्पित हुन लाग्नु भएका कर्मठ नवआयुक्त अधिकृतहरूको आगामी सैनिक जीवन सफल रहोस्, हामी सबैको शुभकामना।